स्वास्थ्य क्षेत्रमा एउटा भनाइ छ, रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हो। हुन त कुनै पनि मान्छे रोगको शिकार हुन चाहँदैन, तर विविध कारणले गर्दा रोगले मानिसलाई आक्रमण गरिरहेको हुन्छ। रोगबाट बच्ने र बचाउने उत्तम उपाय आवश्यक खोपको उपयोग गर्नु हो। फरक फरक खोपको मात्राले विभिन्न प्रकारका रोगलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ, तर यसका लागि खोपको गुणस्तर र दक्ष जनशक्तिको व्यवस्थापन पनि अत्यावश्यक छ। 1 वर्ष मुनिका बालबालिकालाई दिइने खोपको गुणस्तर कायम गर्न उच्च प्रविधि र दक्ष जनशक्तिको विकास गर्ने उद्देश्यले राजधानीमा गत साता प्रभावकारी भ्याक्सिन व्यवस्थापनको स्तरीय कार्य सञ्चालन विधि सम्बन्धी प्रशिक्षण तालिमको आयोजना गरियो। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र स्वास्थ्य सेवा विभागको सहयोगमा लाइफलाइन नेपालको आयोजनामा भएको 6 दिने सो तालिममा प्रभावकारी भ्याक्सिन व्यवस्थापनको स्तरीय कार्य सञ्चालन विधिका बारेमा प्रशिक्षण दिइएको थियो। खोपहरू इफेक्टिभ हुनको लागि इफेक्टिभ भ्याक्सिन म्यानेजमेन्ट इम्पोर्टेन्ट छ र भ्याक्सिन हामीले उत्पादकको कम्पनी म्यानुफ्याक्चररदेखि लिएर एउटा हामीले खोप लगाउने बच्चासम्म पुर्याउँदाखेरि त्यसको क्वालिटी गुणस्तर मेन्टेन गर्नु, कायम राख्नु एकदमै महत्त्वपूर्ण कुरा हो। त्यो महत्त्वपूर्ण राख्ने क्रममा विभिन्न प्रयासहरू भएका थिए। जुन स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर भन्ने चाहिँ हामीले बनाउँदै थियौँ 2008 देखि, त्यो इन्डोर्स हुन चाहिँ विविध कठिनाइहरूले चाहिँ अप्ठ्यारो भइरहेको थियो। अहिले हामीले भर्खरै यो इन्डोर्स गऱ्यौँ। हामी सबैको सहयोगमा आपूर्ति व्यवस्था महाशाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, बाल स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभागका सबै सम्बद्ध निकायहरूको सहयोग, यसमा हाम्रा सहयोगी हातहरू पनि छन्। हेल्थ फर लाइफ, लाइफलाइन अनि हाम्रो WHO युनिसेफ पनि हामीसँगै हुनुहुन्छ। यहाँसम्म आइपुगेका छौँ र अहिले हामीले चाहिँ प्रशिक्षकहरूलाई तयार गर्दैछौँ र हामीले चाहिँ यो खोप जहाँ पुग्छ, खोप पुग्ने, भ्याक्सिन पुग्ने सब सेन्टरसम्म, स्वास्थ्य संस्थासम्म चाहिँ हामीले तालिम पुर्याउनु पर्नेछ। एउटा पाटो भयो, तालिम पुग्नु एउटा पाटो भयो र तालिम पुगेपछि त्यो क्वालिटी मेन्टेन गर्ने, इम्प्लिमेन्टेसन, कार्यान्वयन गराउनु पर्नेछ। त्यसका लागि अलिकति उत्प्रेरणा, मोटिभेसन आवश्यक हुन्छ हाम्रो स्वास्थ्य कर्मीहरूलाई। त्यसका लागि पनि यस्तै तालिमहरूले उहाँहरूलाई झकझकाउँछ, होइन यो त गर्नुपर्ने रहेछ भन्ने। त्यो हिसाबले यो महत्त्वपूर्ण हो र यो महत्त्वपूर्ण कोसे ढुङ्गा चाहिँ त्यो हिसाबले भनेको। तालिम समापनका अवसरमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन खोप व्यवस्थापनको स्तरीय कार्य सञ्चालन गर्नुपर्नेमा सम्बन्धित विज्ञहरूले जोड दिएका थिए। अहिले पनि पुरानै विधि र तरिका अनुसार खोप सञ्चालन हुने गरेकाले त्यसमा सुधार ल्याउन आधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो रहेको उनीहरूको भनाइ थियो। खास गरी नेपाल जस्तो विकासोन्मुख मुलुकमा विद्युत अभाव र भौगोलिक विकटताले गर्दा खोपको सहज पूर्ति र भण्डारणमा समस्या भएकोले नयाँ प्रविधिको खोजी र प्रयोगमा जोड दिइएको छ। यो स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर के कसरी गर्नुपर्ने स्टेपहरू कुराहरूमा चाहिँ हामीले पहिल्यैदेखि तयार पार्न खोजेका थियौँ। त्यो तयार भएको थिएन। अब यसलाई चाहिँ तयार भइसकेपछि यिनीहरू मास्टर ट्रेनरहरू तयार भएपछि सम्पूर्ण कुरामा हाम्रो जिल्ला तहसम्म र चाहिँ सब सेन्टरहरू जुन चाहिँ फ्रिज राख्ने त्यहाँसम्म पनि इन्फर्मेसन हामीले चाहिँ सेयर गर्छौँ, ट्रेनिङ दिन्छौँ, क्यापासिटी इन्हान्समेन्ट गर्छौँ र सँगसँगै जाँदाखेरि अब चाहिँ गाविको फन्डमा चाहिँ अब कोल्ड चेन चाहिँ फ्रिजहरू, पुरानो फ्रिजहरू रिप्लेसमेन्ट प्लान र तिनीहरूलाई चाहिँ अक्सनिङ गर्ने प्लानहरू पनि छ। त्यसले गर्दा नि अब चाहिँ नयाँ टेक्नोलोजीहरू भित्रियो भने त्यही आधारमा चाहिँ हामीले अब लोड सेडिङको समस्याहरूलाई पनि निराकरण गर्ने किसिमले डिभाइसहरूलाई चाहिँ यसो प्रोक्युरमेन्ट गर्नुपर्छ गर्ने चाहिँ प्लान चाहिँ WHO, युनिसेफ र अब हाम्रो चाहिँ स्वास्थ्य सेवा विभाग मन्त्रालयको चाहिँ त्यही धारणा छ। कार्यक्रमका सहभागीहरूले यस्ता तालिमहरू सञ्चालन गर्दा र नयाँ कार्यक्रमहरूको योजना बनाउँदा पर्याप्त खोज र अनुसन्धानको आवश्यकता र महत्त्वमा जोड दिएका थिए। धेरै जस्ता तालिमहरू पहिला गर्दाखेरि यस्तो किसिमको स्ट्यान्डर्ड चाहिँ प्रोसिड्युरका कुराहरू, डकुमेन्टहरू तयार भएनन्। केवल आवश्यकता अनुसार तत्काल केही पन्नाहरूमा चाहिँ नि ह्यान्डआउट बनाउने, केही चाहिँ हतारमा फोटोकपी गरेर बाँड्ने किसिमको र यति गहिरो अध्ययन गरेर विशेषज्ञहरू राखेर गरिएको थिएन। र यो खोप जस्तो महत्त्वपूर्ण चिज, जुन चिजले चाहिँ नि एउटा कस्ट इफेक्टिभ स्वास्थ्य सेवा प्रदान गर्नलाई सबभन्दा कस्ट इफेक्टिभ मेथड हो, यसमा स्ट्यान्डर्ड मेन्टेन त अलिअलि रूपले हामीले थाहा पाएदेखि, काम गरेदेखि यसको गुणात्मक सुधार त भएर आएको छ। अझै उनीहरूलाई अझ पोख्त र एकदम राम्रो रूपले चाहिँ अगाडि जानको लागि यो प्रोसिड्युर अनुरूपको ट्रेनिङ भइसकेपछि यिनीहरूको ज्ञान, सिप र व्यवहारमा चाहिँ परिवर्तन आउने आशा चाहिँ प्रशस्त मात्रामा हामीले गरेका छौँ।
मुलुकमा उच्च शिशु मृत्युदर हुनमा मुख्य कारण समयमै खोप सेवा पाउन नसक्नुलाई विभिन्न अध्ययनहरूले उल्लेख गरेको पाइन्छ। 87% बालबालिकाले पूर्ण खोप सुविधा पाएको, 10%ले आंशिक र बाँकी 3% बालबालिकाले एउटै पनि खोप पाउन नसकेको सरकारी तथ्याङ्क रहेको छ। हाल 1 वर्ष मुनिका बालबालिकालाई 9वटा खोप दिने गरिन्छ। तालिममा विभिन्न जिल्लाका खोप सेवा कार्यमा संलग्न करिब 25 जनाको सहभागिता रहेको थियो। यहाँबाट तालिम पाएका व्यक्तिहरूले जिल्ला र समुदाय तहमा गई प्रभावकारी रूपमा तालिम सञ्चालन गरे थप जनशक्ति उत्पादन गर्न सक्ने विश्वास गरिएको छ। अब चाहिँ हाम्रो देशको कोल्ड चेनमा चाहिँ सुधार ल्याउनको लागि हामी अगाडि सरिरहेका छौँ। अवश्य पनि यहाँहरूको सिपले अब अघि भनिसक्नुभयो 75 जिल्लामा यो ट्रेनिङ चल्नुपर्छ र हाम्रो जुन कोल्ड भ्याक्सिन म्यानेजमेन्टमा चाहिँ अवश्य पनि यसले चाहिँ गुणस्तर बढाउँछ भन्ने हाम्रो विश्वास छ। यहाँले साँच्चीकै राम्रो ट्रेनर्सहरू बन्नुभयो र बाहिरको लागि भन्दा पनि पहिला त आफ्नो देशलाई सुधार गर्नु पर्यो, त्यसपछि चाहिँ हामी यहाँलाई अवश्य पनि एक्सपोजरहरू मैले इन्डियनसँग पनि कुरा गरिसकेँ। मेबी हाम्रो ट्रेनर्सहरूले राम्रो काम गर्नुभयो भने हाम्रो नेबरिङ कन्ट्रीमा पनि एक्सपोजर लिएर जानुपर्छ। तालिम अनुसन्धानमा आधारित पाठ्यक्रमका आधारमा सञ्चालन गरिएको कार्यक्रम भएकाले अन्य छिमेकी मुलुकहरूका लागि समेत उदाहरणीय हुन सक्ने भन्दै सहभागीहरूले तालिमको औचित्य र सान्दर्भिकताको चर्चा गरेका थिए। Nowadays, vaccines are more effective. More vaccines are in the market. Also, in the volume is getting bigger. But for this, to cope up with this situation, not many countries have come up with this the plan to improve in immunization supply chain. So when Nepal has developed this SOPs, this can be replicated in other regions, not only in the Nepal, but I feel that this could be to replicate to other countries and showcase what have been done in Nepal. त्यसो त खोपको गुणस्तरीयता र सहज आपूर्तिका क्षेत्रमा अझै पनि थुप्रै अप्ठ्यारा पक्षहरू यथावत छन्। ती विविध समस्या समाधानका लागि केन्द्रदेखि स्थानीय तहसम्म नै सुधारको खाँचो रहेको सरकारवालाहरूको भनाइ छ। खोपको गुणस्तरीयता कायम गर्न सरकारवालाहरूको लामो प्रयत्नपछि यो तालिम सम्भव भएको हो। यसमा लाइफलाइन नेपालले स्वास्थ्यका क्षेत्रमा काम गर्ने सरकारी तथा अन्य गैर सरकारी सङ्घ संस्थाहरूसँगको समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ। युनिसेफ र लाइफलाइन नेपालको पार्टनरसिप अन्तर्गत रिजनल लेभल टिओटीको पनि प्रोभिजन छ र यो रिजनल लेभलको टिओटी पनि हामी सम्भवतः धेरै नै छिटो चाहिँ सुरु गर्ने छौँ र यसको साथै रिजनल लेभलको टिओटीको साथसाथै 14वटा जिल्ला जुन चाहिँ भूकम्पबाट चाहिँ एफेक्टेड जिल्लाहरू छन् र त्यो जिल्लाका इपिआई सुपरभाइजर कोल्ड चेन सुपरभाइजरलाई पनि तालिम सकेसम्म चाहिँ छिटो दिने भन्ने चाहिँ हामीले सोचिरहेका छौँ र यसको प्रोसेस चाहिँ अगाडि बढिरहेको छ र हाम्रो मोटामोटी अहिलेको सोचाइ चाहिँ के छ भनेर भन्दाखेरि एमआर क्याम्पेन चाहिँ सुरु हुँदैछ सम्भवतः अगस्तको 15मा र एमआर क्याम्पेन सिद्धिसकेपछि हामीले चाहिँ यो 14वटा जिल्लामा पनि यो एसओपीको ट्रेनिङ चाहिँ अगाडि बढाउनेछौँ। स्वस्थ व्यक्ति र समुदायको लागि खोप एउटा सहयोगी साधन बन्न सक्छ। यही कुरालाई मध्यनजर गरे राष्ट्रिय स्वास्थ्य कार्यक्रममा खोपलाई उच्च महत्त्वका साथ समावेश र कार्यान्वयन गरिएको छ। यसका थुप्रै सकारात्मक र प्रशंसा गर्न लायक उदाहरणहरू हुँदाहुँदै पनि अरू थुप्रै सुधार गर्ने पक्षहरू पनि यथावत छन्। काठमाडौँमा सम्पन्न प्रशिक्षक प्रशिक्षण तालिमले ती समस्या समाधान गरे खोप कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गर्न सकिन्छ।